ओम विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोधराय सकलाय जगद्धिताय नागाननाय सुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। वक्रतुंड महाकाय कोटिसूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। राधेश्याम नमस्कार। हामीले हाम्रो दुःख कष्टहरू जति पनि छन् यी सबै हरण हुनको लागि एउटा सजिलो उपाय हजुरहरू समक्ष लिएर आएको छु। जसका पनि शत्रु लागेर शत्रु वास्तवमा शत्रु त हाम्रो दुश्मन भनेर भनिन्छ हाम्रो मनै हो। हामीलाई मनले सही सठिक तरिकाले सोच्यो भने त्यही नै सही हो। र हाम्रो दुश्मन जब मन नराम्रो हुन्छ अनि हामीले सबैलाई दुश्मन देखिन्छ। तर पनि कति शत्रुले पीडित भयो, कसले पीडा दियो भनेर हामी दुःखमा रहिरहन्छौँ भनेदेखि त्यसको निमित्त एउटा सजिलो उपाय, एउटा विपरीत प्रत्यङ्गिरा भद्रकाली माताको उपासना छ। यसको अनुष्ठान अनेक तरिकाले गर्न सकिन्छ। विद्वानजनहरूसँग परामर्श गरेर पनि गर्न सकिन्छ र सात्विक भोजन गरेर सद्विचारले सत्कामना राम्रो कामना लिएर यो मन्त्रलाई हामीले निरन्तर प्रतिदिन जप गर्ने गऱ्यौँ भने हजुर हाम्रा जति पनि शत्रुहरू छन् ती सबै हटेर जानेछन्। हजुरहरूले यो उपाय गर्नुहोला र मन्त्र यो छ, हजुरहरूले राम्रो सुन्नुहोला। यो मन्त्र तर उच्चारण गर्दाखेरि हजुरले विशेष ध्यान दिनुपर्ने हुन्छ। भद्रकाली माताको हो र यो एउटा रामबाण जस्तो उपाय छ। यसले धेरैलाई राम्रो भइसकेको छ र हजुरहरूलाई पनि अवश्य राम्रो हुनेछ। मन्त्र हजुरहरूलाई म तल लेखेर पनि लगाउनेछु, हजुरहरूलाई म उच्चारण गरेर पनि सुनाउनेछु। हजुरहरूले तर यो मन्त्र उच्चारण गर्दाखेरि विशेष ध्यान दिनुहोला उच्चारणमा। मन्त्र यस प्रकार छ। विपरीत प्रत्यङ्गिरा माताको नाम हो, भद्रकाली माताको। ओम ऐं ह्रीं श्रीं प्रत्यङ्गिरे मां रक्ष रक्ष मम शत्रुं भञ्जय भञ्जय फे हुं फट् स्वाहा। ओम ऐं ह्रीं श्रीं प्रत्यङ्गिरे मां रक्ष रक्ष मम शत्रुं भञ्जय भञ्जय फे हुं फट् स्वाहा। सठिकसँग यो निरन्तर प्रतिदिन एक माला अथवा 11 पल्ट पनि जप गर्ने गरियो भने उनीहरूको हामी सबैको शत्रुहरू अवश्य हटेर जानुहुन्। हस्त धन्यवाद।